आज बिहानै मोहनठाना भन्ने ठाउँमा चाहिँ यसरी चाहिँ गाडी चाहिँ यो लापरवाही फर्काउने क्रममा यो चाहिँ चौधारी बस रहेछ र यो ड्राइभरजीले चाहिँ यसरी यो एकदम जोखिमपूर्ण तरिकाले चाहिँ बाटोमा चाहिँ गाडी फर्काउँदै हुनुहुन्छ। यहाँ लगभग 3-4 मिनटको समय लागेको छ गाडी फर्काउनलाई र साइडमा यो रुख पनि रहेको छ। यहाँ यो रुखले पछाडिको चाहिँ जुन त्यो साइड लाइट त्यो पनि चाहिँ फुटालिदिएको छ र साथै यो बसको चाहिँ यो कलरमा पनि स्क्र्याच भएको छ र अघिपट्टि पनि यो जुन चाहिँ अगाडिपट्टिको भाग छ त्यो पनि भित्तामा ठोकिएको छ। यसरी लापरवाही गरेर जनतालाई जोखिम पारेर कृपया गाडी फर्काउने प्रयास नगरौँ। हामीले चाहिँ सकेसम्म एउटा निश्चित ठाउँ हेरेर एउटा चाहिँ यसो चाहिँ झरेर बाटोको अवस्था के छ, दूरी कति छ, त्यो मुनि कस्तो अवस्था छ सबै हेर्नुपर्छ। यसरी हेर्नुहोस्, साइडमा यो रुख छ, यो रुखले पुरै टच गरेको छ गाडीलाई र यो गाडीको स्क्र्याच पनि भएको छ है। र सबैले एउटा सबै म गुरुलाई र सम्पूर्ण समितिलाई के आग्रह गर्न चाहन्छु भने जनता र गाडीको पनि हामी सुरक्षा गर्नुपर्छ। र यसरी गाडीमा जनता सबैजना झर्नु भएको छ डरले चाहिँ। र अब गुरुजी कुन अवस्थामा हुनुहुन्छ म केही बुझेको छैन। यसो हेर्दाखेरि यता हेर्नुहोस्, पुरा पूर्ण रूपमा चाहिँ यो गाडी चाहिँ धेरै समय लागेको छ यो गाडी चाहिँ फर्काउनको लागि। सकेसम्म यसरी जोखिमपूर्ण चाहिँ काम नगरौँ भन्न चाहन्छु मैले। जो कोही हुनुहुन्छ तपाईँ चाहिँ हामी सबैको एउटा चाहिँ शरीर हो, प्राण हो होइन। यो गाडीको पनि एउटा चाहिँ गाडीमा पनि खर्च आउँछ। यसरी चाहिँ यसरी हेर्नुहोस्, ट्याक्क लाएर पछाडिको ऐना पुरै फुटेको छ हेर्नुहोस् है, साइलेन्ट है यसरी फुटेको छ हेर्नुहोस्। गाडी स्क्र्याच भइसक्यो न गाडी। यो यता हेर्नुहोस्, अब जनताहरू पुरा आत्तिएका छन्। अब यो गाडी के हुन्छ भने भित्र मान्छे पनि छन् भित्र। यसरी हेर्नुहोस् है, अब यो गाडी छ यसरी यति सानो ठाउँमा यसरी गाडी चाहिँ पुरै हेर्नुहोस् रुख टच भएको छ, स्क्र्याच भएको साइडमा हेर्नु स्क्र्याच पुरै गाडी। यति राम्रो गाडीलाई स्क्र्याच पनि भयो, कति खर्च हुन्छ हेर्नुहोस्। लाइट फुटिसक्यो पछाडिपट्टिको, यस्तो अवस्था छ के। अब कमसेकम गुरु भनेको एउटा चाहिँ हाम्रो सबैलाई एउटा चाहिँ निश्चित ठाउँमा पुर्याउने एउटा माध्यम हो होइन। गुरु भनेको एउटा भगवान् हो। 40-50जना मान्छेलाई बोक्नुपर्छ उहाँले, उहाँको जिम्मेवारी उहाँ हो। यसरी चाहिँ ठिक छ, गाडी आज पल्टेन बच्यो होला तर गाडीको क्षति भयो, पछि लाइट फुट्यो, जनतालाई समस्या भयो। त यति समय जाम भइरहेछ, 3-4 मिनट जामै भयो हेर्नुहोस् गाडी फर्काउने क्रममा। कमसेकम यसरी रुखै हल्लाइदियो है यसरी, यस्तो अवस्था छ। कसको गाडी हो? कसको गाडी हो? गाडी हो